हेलो एभ्रिवान, वेलकम ब्याक टु माई ब्लग। आजको दिन एकदमै स्पेसल छ किनभने आज हो आमा औँसी, आमाको मुख हेर्ने दिन। आजको दिन सम्पूर्ण आमाहरूमा समर्पित रहेको दिन छ। आमाको माया निस्वार्थ अनि कहिल्यै नघट्ने हुन्छ। सम्पूर्ण आमाहरूलाई आजको माता तिथा औँसीको शुभकामना। यहाँ हुनुहुन्छ हाम्रो मम्मी अनि उहाँ हुनुहुन्छ ठुलो मम्मी आन्टी। यो ठुलो मम्मी अनि यो आन्टी। Hai Tupu. Tupu त सानीको घर आइकिन। हाई दिव्यांश। ज्यू ह्यापी मदर्स डे सानी भन्नुस्। ल तिमीले पनि भन ह्यापी मदर्स डे सानी। अघि गर कि सानीलाई। सानी भेट्न आइक्यो हो र। किन मम्मीलाई छोडेर आयो? हजुरको आशीर्वाद सबै लाओस्। हजुरको आशीर्वाद लाओस्। हामी चिटिक्क परेर आन्टीको माइनी हो। उही दुईटा मात्तेका केटाकेटी होइन। दिव्यांश टुप्पू हामी कहाँ हिँडेको? हामी कहाँ हिँडेको? कहाँ माथि? कसको घर भन? हाम्रो दिव्यांश टुपुरी। हाई टुपुरी। हामी घर आइपुग्न लाग्यौँ। थकै भयो थकै। बाटो यस्तो छ। प्लान्ट कति छ यहाँ? मनी प्लान्ट, धनियाँ उस्तै छ है। वन धनियाँको वन। फुल हाम्रो घर बन्दैछ। यो किचन हो। यता हो किचन। यो हल, त्यो बेडरुम। फुल हेर्न सक्नुहुन्छ। फुल नमस्ते नमस्ते अङ्कल। नमस्ते अङ्कल अरे बुवा। हजुर बुवा। सानो भाइ। यिनी को हो भनिदेऊ त दिव्यांश? हाम्रो उसको छोरी त होइन त हो र शर्मिलाको होइन। उसको ह्यापी मदर्स डे। नमस्ते। हामी आन्टीको घरबाट झरियो दिदी र म भएर। आन्टीको मुख हेरेर खानासाना खाएर हामी झर्दैछौँ। हामी सत्सम भवनभन्दा थोरै माथि छौँ। म के भनिरहेको छु, मेरो भोल्युम चाहिँ आउट भएछ, त्यही भएर म बोल्दैछु। उहाँ तलबाट सीताले हेर्दै हुनुहुन्छ। यहाँ केटकेटीहरू दुइटै केटकेटी चिच्या छन्। हामी हिँड्यौँ। आज हामी आदर्शको बर्थडे पार्टी खान आएको। यिनी हुन् आदर्श। सबजनाले ह्याप्पी बर्थडे भन्नु होला। उहाँ हुनुहुन्छ आदर्शको मम्मी, उहाँ हुनुहुन्छ माइजू, उहाँ हुनुहुन्छ सानीमा। हामी कहाँ अरे लोगोमा छौँ। लोगो कति राम्रो फुल छ यहाँ लोगोमा। कसैलाई चाहिए आउनु होला। यहाँ दुईटा बच्चा ऱ्याबिट हेर्दैछन्। यहाँ छ ऱ्याबिट फेरि। के पाइन्छ यहाँ हेर्न सक्नुहुन्छ। हेलो गाइज। फुल हेर्नुहोस् न कति राम्रो। यसै गरी आजको आमा औँसी सफल भयो, सकियो। ह्याप्पी मदर्स डे मामु। थ्याङ्क यू। र सबै आमाहरूलाई आमा तिथा औँसीको शुभकामना भन्दै मेरो भ्लग यहीँ अन्त्य गर्न चाहन्छु। थ्याङ्क यू फर वाचिङ। प्लिज लाइक, कमेन्ट, सेयर एन्ड सब्सक्राइब गरिदिनु होला। बाई।